सबैलाई नमस्कार। नेपाल सरकार कार्यविभाजन नियमावली 2083 अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हामीले पढ्नुपर्ने हुन्छ। नासुको तृतीय पत्रको तृतीय खण्डको पहिलो च्याप्टरमा नेपाल सरकार कार्यविभाजन नियमावली भन्ने च्याप्टर राखिएको छ। त्यस अन्तर्गत चाहिँ हामीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पनि काम गर्नुपर्ने हुन्छ। अहिले 2083 अनुसार चाहिँ 18वटा मन्त्रालयहरू आएका छन् है। ती सबै 18वटा मन्त्रालयको काम कर्तव्य र अधिकारहरू हामीले पढ्नुपर्ने हुन्छ है त। अब त्यो चाहिँ आज हामीले त्यस अन्तर्गत रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको काम कर्तव्य र अधिकारलाई सहजीकरण गर्ने प्रयास गर्नेछौँ। अब 18वटा मन्त्रालयको कामहरू हुबहु बोक्न केही गाह्रो हुने हुनाले यसलाई चाहिँ हामीले क्लस्टर गरेर पहिलाको जस्तै प्रस्तुत गर्ने कोसिस गरिरहेको छु है त। एउटा चाहिँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभिन्न किसिमका नीति कानुन र मापदण्डहरूको निर्माण गर्छ। अब कस्ता कस्ता नीतिहरू बनाउँछ त भन्दा औद्योगिक नीतिहरू, अब यो नामै काफी छ है, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ भनेपछि यसले के गर्छ, औद्योगिक नीतिहरू, कानुन, मापदण्ड र नियमनहरू बनाउँछ। त्यस्तै गरेर औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्र सम्बन्धी नीति कानुन र मापदण्डहरू बनाउँछ। अहिले चाहिँ स्पेसिफिक इकोनोमिक जोन हो यो भनेको। नेपालमा 2 ठाउँमा चाहिँ यस्तो क्षेत्रहरू अहिले सञ्चालनमा रहेका छन् है। त्यस्तै गरेर वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी नीति कानुन मापदण्ड र योजना पनि यसले बनाउँछ है। अब वाणिज्य छ नि त, वाणिज्य भएपछि यो लगानी आयो। त्यस्तै गरेर उद्योग तथा खनिज सम्बन्धी पूर्वाधार नीति कानुन मापदण्ड र समन्वय गर्ने भयो। करार साझेदार र एजेन्सी सम्बन्धी नीति कानुन र मापदण्डहरू बनाउने भयो। नापतोल तथा गुणस्तर सम्बन्धी नीति कानुन र मापदण्डहरू बनाउने भयो। अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी नीति कानुन मापदण्ड र योजना, यी वाणिज्य आएको छ त्यो भएर अन्तर्राष्ट्रिय व्यापार आयो है। त्यस्तै गरेर राष्ट्रिय, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरण सम्बन्धी नीति कानुन मापदण्ड हुने भयो। यो दुईटालाई हजुरले क्लस्टर गरेर मिलाएर पढ्न सक्नुहुन्छ। यसलाई कनेक्ट गरेर भनौँ न, कनेक्ट गरेर पढ्न सक्नुहुन्छ। त्यस्तै गरेर आन्तर प्रादेशिक व्यापार सम्बन्धी नीति कानुन सहजीकरण र नियमन भनेपछि हामीले व्यापारलाई कसरी हेर्न सक्यौँ भन्दा यहाँनिर 3टा रहेछन् है। व्यापार सम्बन्धी चाहिँ एउटा चाहिँ अन्तर्राष्ट्रिय रहेछ, अर्को चाहिँ राष्ट्रिय, द्विपक्षीय, अन्तर्राष्ट्रिय व्यापार सहजीकरण सम्बन्धी नीतिहरू रहेछ, अर्को चाहिँ अन्तर प्रदेश व्यापार सम्बन्धी नीति कानुन सहजीकरण र नियमन गर्ने रहेछ हैन। राष्ट्रिय र अन्तर्राष्ट्रिय दुवै रहेछ यसले हेर्ने। राष्ट्रियमा के रहेछ भन्दाखेरि आन्तर प्रादेशिक रहेछ र अन्तर्राष्ट्रियमा के रहेछ, अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी तथा राष्ट्रिय, द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी सहजीकरण सम्बन्धी नीति कानुन र मापदण्डहरू बनाउँदो रहेछ। त्यस्तै गरेर अब यसलाई हामीले कसरी पढ्ने भन्ने कुरामा चाहिँ थोरै बठाइ गर्न खोजेको छु मैले यहाँनिर है। अब यसरी पढ्नुपर्ने हुन्छ, जस्तो कि अर्को फर्मुला चाहिँ हुन्छ, अब अगाडिको अक्षरहरू पढ्ने, यसरी चाहिँ भुल्न सकिन्छ भनेर। अब यो चाहिँ हामीले नीति सम्बन्धी पढिहाल्यौँ हैन। यसमा चाहिँ उद्योग सम्बन्धी, वाणिज्य सम्बन्धी, आपूर्ति सम्बन्धी सबै नीतिहरू यसमा परिहाले। अब चाहिँ हामीले कसरी पढ्छौँ, यो नाम पढिरहेको छ नि त हजुरले, उद्योग वाणिज्य आपूर्ति। अब यसलाई चाहिँ क्लस्टर गर्छौँ, उद्योग सम्बन्धी के गर्दो रहेछ, वाणिज्य सम्बन्धी के गर्दो रहेछ र आपूर्ति सम्बन्धी के गर्दो रहेछ त नि भन्ने हिसाबले अब हामीले यसरी क्लस्टर गर्छौँ कि उद्योगलाई छुट्टै, वाणिज्यलाई छुट्टै र आपूर्तिलाई छुट्टै है त। अब उद्योग सम्बन्धी के गर्दो रहेछ भन्दाखेरि औद्योगिक करिडर, त्यस्तै गरेर औद्योगिक पार्क, ग्राम र निर्यात प्रशोधन केन्द्रहरू तयार पार्ने भयो। औद्योगिक व्यवसाय र कम्पनी सम्बन्धी कामहरू गर्ने भयो। औद्योगिक प्रविधि विकास र हस्तान्तरण हैन। अब उद्योग सम्बन्धी त्यो प्रविधिहरू विकास गर्ने भयो र तथा के गर्ने भयो, हस्तान्तरण पनि गर्ने भयो हैन। त्यस्तै गरेर अन्तर्राष्ट्रिय औद्योगिक सङ्घ संस्थाहरूसँग सम्पर्क र समन्वय, यो चाहिँ लगभग जुन मन्त्रालयको पनि के मिल्छ भन्दाखेरि त्यो मन्त्रालयको जे नाम छ त्यो मन्त्रालय सम्बन्धी सङ्घ संस्थाहरूसँग, अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समन्वय र सम्पर्क भन्ने चाहिँ लगभग हरेक मन्त्रालयमा छ है। यो चाहिँ हजुरले यसरी पनि एउटा पोइन्ट चाहिँ अब यहाँ थप्न सक्यो नि त हैन। यसरी पनि हजुरले हेर्न सक्नुहुन्छ। त्यस्तै गरेर व्यापार सम्बन्धी, अब यहाँ पनि भनेको छ नि त, अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी फार्म र संस्थाको नियमन भनेको छ। अब कतै आएर समन्वय पनि भनेको छ। यो अन्तर्राष्ट्रिय व्यापारका सन्दर्भमा विदेश स्थित नियोगसँग समन्वय भनेको रहेछ नि त। यो त्यो नाम जे छ त्यो सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूसँग, विदेश स्थित नियोगसँग समन्वय भनेर हरेक ठाउँमा हजुरले लगभग भेट्नुहुन्छ के। यो भनेको नि एउटा ह्याकिङ जस्तो हो नि त, जस्तो कि यो हुन्छ भने थाहा भएपछि त यो एउटा पोइन्ट चाहिँ थप्यो हैन, घोक्नै परेन भनौँ न।
त्यस्तै गरेर व्यापार सम्बन्धी के रहेछ भन्दा द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी पारवान सम्बन्धी द्विपक्षीय क्षेत्रीय र बहुपक्षीय वार्ता र सम्झौता हैन द्विपक्षीय र अन्तर्राष्ट्रिय व्यापार तथा पारवान सम्बन्धी द्विपक्षीय क्षेत्रीय र बहुपक्षीय वार्ता र सम्झौता हुँदो रहेछ विश्व व्यापार सङ्गठन लगायत बहुपक्षीय व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क र समन्वय है विश्व व्यापार सम्बन्ध WTO सम्झिने भयो लगायतका अन्य संस्थाहरूसँग के गर्दो रहेछ सम्पर्क गर्दो रहेछ समन्वय गर्दो रहेछ वार्ता गर्दो रहेछ हजुरले यसमा के लेख्न सक्नुभयो विश्व अब WTO लगायतका अन्य बहुपक्षीय व्यापार सम्बन्धी अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूसँग समन्वय गर्ने भयो वार्ता गर्ने भयो सम्पर्क गर्ने भयो त्यस्तै गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारको व्यवस्थापन र नियमन गर्दो रहेछ निकासी प्रवर्धन र पैठारी व्यवस्थापन र नियमन भन्दो रहेछ हैन निकासी प्रवर्धन भनेको के गर्दो रहेछ निकासी चाहिँ प्रवर्धन गर्दो रहेछ पैठारीको चाहिँ अब हामीले पैठारी निकासी भनेको चाहिँ पठाउने हो यसलाई चाहिँ प्रवर्धन गर्ने हैन निर्यातलाई चाहिँ प्रवर्धन गर्ने है निर्यातलाई बढाउने गर्दो रहेछ र पैठारीको चाहिँ व्यवस्थापन र नियमन भनेको चाहिँ अब पैठारी चाहिँ अब आयातको चाहिँ के गर्दो रहेछ आयात चाहिँ व्यवस्थापन र नियमन भनेको चाहिँ घटाउने हामीले गर्नु परेको नि त्यही छ नि त हाम्रो व्यापार घाटा छ हैन व्यापार घाटा भइसकेपछि के गर्नु पर्यो निर्यात प्रवर्धन गर्नु पर्यो आयात घटाउनु पर्यो हो कि नै भनेपछि निर्यात प्रवर्धन गर्ने आयात चाहिँ नियमन गर्ने रहेछ भनेको पैठारी चाहिँ नियमन गर्ने पैठारी भनेको चाहिँ के हो आउनु हो है फेरि पठाउनु होइन नि पैठारी भनेको ल्याउनु हो अब आयात चाहिँ अथवा पैठारी चाहिँ घटाउने र निर्यात चाहिँ बढाउने भनेको चाहिँ निर्यात प्रवर्धन गर्ने र पैठारी नियमन गर्ने गर्दो रहेछ त्यस्तै गरेर अन्तर्राष्ट्रिय व्यापारका सन्दर्भमा विदेशी स्थित नियोगसँग समन्वय गर्दो रहेछ अन्तर्राष्ट्रिय व्यापार सम्बन्धी फार्म र संस्थाको नियमन गर्दो रहेछ त्यस्तै गरेर आपूर्ति सम्बन्धी के छ भन्ने कुरामा आपूर्ति सम्बन्धी जम्मा 2टा पोइन्ट छ मैले एउटा थपेको छु यहाँ एउटा यतिकै बोनस जस्तो भनौँ न यो चाहिँ आपूर्तिसँग सम्बन्धित होइन अहिले आइहाल्छ उपभोग तथा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति वितरण र मूल्य नियन्त्रण गर्ने हैन उपभोग्य तथा अत्यावश्यक वस्तुको के गर्ने आपूर्ति गर्ने वितरण गर्ने र मूल्य नियन्त्रण गर्ने यो चाहिँ अब अत्यावश्यक वस्तुहरू के गर्नु पर्यो उपभोग्य तथा अत्यावश्यक वस्तुहरू के गर्नु पर्यो आपूर्ति पनि गर्नु पर्यो त्यसलाई वितरण गर्नु पर्यो र के गर्ने वितरण चाहिँ सही मूल्यमा गर्ने के एउटै मूल्यमा भनौँ न अथवा त्यो सीमित अथवा एउटा एकीकृत मूल्यमा त्यो मूल्य पनि नियन्त्रण गर्नु पर्यो हैन बजारमा न त फेरि अत्याधिक महँगी बढ्ने यताउति हैन कालाबजारी हुने जस्तो समस्याहरू आउन सक्छ नि त त्यही भएर मूल्य नियन्त्रण पनि गर्नु पर्यो वितरण पनि गर्नु पर्यो आपूर्ति पनि गर्नु पर्यो कस्ता सामानको भन्दाखेरि उपभोग्य तथा अत्यावश्यक वस्तुको हैन त्यस्तै गरेर पेट्रोलियम पदार्थको पैठारी भनेको यो ल्याउने हो नि त हैन अनि त्यो चाहिँ प्रशोधन अनि भण्डारण र गुणस्तर र मूल्य निर्धारण भनेको छ नि त जस्तो कि अहिले अब भण्डारण भएको कुरा चाहिँ हजुरले कसरी सम्झिन सक्नुहुन्छ भन्दाखेरि अहिले हाम्रो जुन युद्ध भएको थियो त्यो युद्ध सञ्चालन भएको पनि 1-2 महिनासम्म नेपालमा के भएको थिएन 1 महिना जति छ 15-20 दिनसम्म चाहिँ के भएको थिएन तेलको चाहिँ खडेरी मतलब त्यो हाहाकार मचिसकेका थिएन के भनेको के हाम्रो भण्डारण चाहिँ 15 दिन जति 20 दिनलाई पुग्ने जति थियो के हैन अझ बलियो भएको भए त अझ 6-7 महिनालाई नै पुग्ने जति हुनुपर्ने हो खासमा त्यति 15-20 दिनलाई मजाले पुग्न सक्ने खालको ठेकिने खालको थियो त्यो भएर यो चाहिँ भण्डारण पनि गर्नु पर्यो कस्तो छ त त्यो गुणस्तर पनि हुनु पर्यो फेरि हैन जस्तो हजुरले भिडियो देख्नु भएको छ कि छैन पहिला काहीँ त्यो टिकटकहरुमा भिडियो आउँछ पाकिस्तानी पेट्रोलले र इन्डियन पेट्रोलले कति चल्दो रहेछ त बाइक भनेर त्यो कम्पेयर गरेको पनि देखिन्छ कि त्यो भनेको चाहिँ त्यो गुणस्तर भनेको है त्यो चाहिँ अब त्यहाँ त्यो रियलमा त्यो हो कि नै त्यो फेरि अरू कुरा मैले सम्झाउनको लागि मात्रै हजुरलाई भने यहाँको तेल र उहाँको तेल रे पेट्रोलले अथवा डिजेलले कति समय गाडी चल्दो रहेछ भनेर विभिन्न कम्पेयर गरेको भिडियोहरू चाहिँ देखिन्छ है त्यसमा कति सत्यता छ कताको बढी कताको कम भन्ने कुरा त त्यो त्यति धेरै थाहा भएको कुरा त्यो चाहिँ अब के हो त्यो थाहा छैन हैन तथापि त्यस्ता कम्पेयर गरेको भिडियोहरूले गर्दा यो सम्झिन सजिलो होला भने त्यस्तो भिडियोहरू पनि देखिन्छ नि त हैन यो चाहिँ के हुनु पर्यो भन्दाखेरि पेट्रोलियम पदार्थको आयात गर्नु पर्यो त्यसलाई प्रशोधन गर्नु पर्यो भण्डारण गर्नु पर्यो अब कस्तो छ गुणस्तर पनि गुणस्तरीय बनाउनु पर्यो र त्यसको चाहिँ मूल्य निर्धारण गर्नु पर्यो जस्तो कि नेपाल आयल निगमले गर्छ नि मूल्य बढ्दा बढाउँछ मूल्य घट्दा घटाउँछ यसकै मातहतमा रहेर गर्ने हो क्या त्यो कामहरू होइन अनि मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग सन्धि सम्झौता र सम्पर्क र समन्वय भनेको छ यो चाहिँ लगभग जुनमा पनि लेख्न मिल्छ है मन्त्रालय सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थासँग सन्धि सम्झौता सम्पर्क र समन्वय भन्ने यो पोइन्ट चाहिँ लगभग जहाँ पनि लेख्न मिल्छ है त म आशातीत छु हजुरलाई यो भिडियोले सहजीकरण गरेको होला हैन र भिडियो कस्तो लाग्छ सल्लाह सुझाव दिँदै गर्नु होला हाम्रो भेट अर्को भिडियोमा हुनेछ हजुरहरूको समय अध्ययनशील रहोस् शुभरात्रि